टन्ने आइसकेछ क्या मान्छेहरू त है यहाँ रहेछ नि त खोर त ओ खान नि आउने थुप पनि भन्ने सबै बाख्रा हेर्न आएछ अघि ठोके केट यो होइन हामी दामी देख्यो त डाँडा नि यहाँबाट पनि टाढै पर्छ र आज हाम्रो यो चार दाजुभाइको यात्रा कता हो आज दसैँ तिहारको बिचमा हल्का चप्प दसैँ मान्नको लागि दसैँ मान्नलाई अब त्यहाँ अब दसैँ होइन तिहार हो तिहार मान्नको लागि कुन ठाउँ रे यो चाहिँ सेक्कोङको कामतिङ सेक्कोङ धेरै नै टाढा आज हामी आएको छौँ तर चाहिँ नि तर डाँडाहरू चाहिँ नि बबाल के नेपालको जस्तै लाग्दो रहेछ कि हेर्दाखेरि टक्क बाइक फ्रुट पनि डह्रो भइरहेको छ आज पहिलो दिन दामी फुल हुँदो रहेछ यो यार फुल के सही दामी यस्तो दामी फुल रहेछ दा यता हेर्नु एकचोटि फुलमा यहाँ आउनु यहाँ नजिक अझै नजिक आउनु ओ दा पक्नु फोटो खिचिन्छ कति राम्रो फुल छ ल ओके दा आज दाइसँग चाहिँ मेरो पहिलो भेट हो यो आज हामी चाहिँ खसी बोका खसी छान्न हिँडेको आज पहिलो भेटमै आज फर्स्ट टाइम चप्प खानुपर्छ आज चाहिँ नि हजुर के हो बकुला हो के हो ए हो बकुला रहेछ माछा होला त्यसले माछा डुवाएको रहेछ वाउ कति केजी होला यो केजी सेजी त भाइ अब अन्दाजी होला नि तपाईँको मलाई थाहा छैन स्टोरी कहिले पनि आएको केजी यहाँ आयो भने जान्दैन यो त नेपालतिर यसो अन्दाजी हुन्छ चाहिँ 1 महिनापछि भागा राखेर बेच्छ है मान्छेले अन्दाजी हुन्छ नि त बल्ल जोख्ने हो नि होइन त्यो गाउँघरमा त त्यो पनि कहाँ जोख्छ र ये कति खाँदो रहेछ कितने गाडी हेर्नु कस्तो चिज हो भ्याउला है झोल भएको ठाउँमा चाहिँ तरो डुबेर खाँदो रहेछ
उता गरेर चाहिँ उता जान्छ